हेलो साथीहरू, आज चाहिँ म मेरो स्नेक प्लान्टलाई होइन सिफ्ट गर्छु। यसरी हेर्नुहोस् गामला चिरेर होइन यसरी निस्किरहेछ पुरा झ्यामझ्याम भएछ नि त। त्यही भएर चाहिँ म अब यसरी भाँचेर होइन अनि त्यो गामलाबाट अब यसलाई निकाल्छु हो। निकालेर चाहिँ अर्को गामलामा अब सिफ्ट गर्छु। अर्को गामला पनि ल्याइराखेको छु अनि यो गामला पनि अब रेडी गर्दैछु होइन। मल माटोहरू रेडी गरिराखेको छु नि त। पुरा झ्यामझ्याम भएछ। मलाई फेरि यस्तै बनाउनु अब मन लागिरहेको थियो, ठिक्कै यस्तै भएछ हो। कति साथीहरूकोतिर त अब यस्तो होइन किनेर ल्याउनुपर्छ होइन। हाम्रो यहाँ चाहिँ अब प्रशस्त मात्रामा पाउँछ गाउँघरमा चाहिँ। अनि यसलाई चाहिँ अब म यसरी अर्को गामलामा सार्दैछु हो। सार्नुको लागि निकाल्दैछु। निकाल्नै सकेको छैन, कति टाइट अब कति मुस्किलले निकाल्यो हो। अब चाहिँ यसरी गामला पनि फुटाइदिएछ। अन्त अब अर्को गामलामा चाहिँ यसलाई लगाउँछु होइन। अब ठुलो गामलामा चाहिँ लगाएको नि। अब ठुलो गामलामा लगाएपछि चाहिँ अब कस्तो देख्दो रहेछ हेरौँ। माटो अलिकति बेसी रहेछ हो। अन्त अब यो माटोलाई निकालेर फेरि यसलाई फेरि ट्राई गर्नु पऱ्यो कति हुँदो रहेछ। अहिले चाहिँ ठ्याक्कै मिल्यो हो। अब मिलेपछि चाहिँ अनि अब फेरि यसमा म माटो भरिदिन्छु। एउटा त्यो बाछेको पनि अब यसरी यहीँनिर नै लगाइदिएको किन फ्याँक्नु भनेर नि। अनि यस्तो मलाई चाहिँ यस्तो झ्यामझ्याम भएको नै मनपर्छ नि त। लगाइसकेपछि चाहिँ अब माटोहरू भरिसकेँ होइन। अब चाहिँ लास्टमा चाहिँ यस्तो देखिरहेछ। हेर्नुहोस् है कस्तो देखिएछ। कस्तो देखि कमेन्ट गर्नुहोस् है साथीहरू। मलाई चाहिँ राम्रो लाग्यो। हुन्छ, बाई।